नेसनल भोइसबाट म मिलन नेउपानेको नमस्कार। आज हामी राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाले आगामी निर्वाचनको लागि चालेका कदम र उसका मुद्दाहरूबारे चर्चा गर्नेछौँ। अब समाचार विस्तारमा। देशको मूलधार राजनीति सम्झौता, गठबन्धन र अस्पष्ट एजेन्डाको घेरामा परेको अवस्थामा राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा भने स्पष्ट दृष्टिकोण र वैचारिक दृढतासहित व्यवस्था विरोधी धारको प्रमुख प्रतिनिधि बनेर अघि बढिरहेको छ। आगामी निर्वाचनमा कुनै राजनीतिक सौदाबाजी बिनै एक्लै उभिने घोषणा गर्दै राप्रपाले आफूलाई विचार, पहिचान र विकल्पको राजनीतिमा विश्वास गर्ने दलका रूपमा स्थापित गरेको हो। राप्रपाको सबल पक्ष भनेकै उसको क्लियर भिजन हो। वर्तमान शासन व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेको ठहरसहित पार्टीले राजसंस्था, हिन्दू राष्ट्र र राष्ट्रिय पहिचानको मुद्दालाई साहसपूर्वक उठाउँदै आएको छ। अन्य दलहरू तत्कालीन लाभका लागि आफ्नो धार बदलिरहँदा राप्रपाले भने निरन्तर एउटै राजनीतिक लाइन समातेको हो, जसले पार्टीलाई विचारमा स्थिर र विश्वसनीय बनाएको छ। यस दृष्टिकोणलाई संस्थागत रूप दिने काम पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेनले कुशलतापूर्वक गरिरहेका छन्। संयमित, नीतिगत र सन्तुलित नेतृत्व शैलीका कारण लिङ्गदेनलाई राप्रपाको स्टेट्सम्यानको रूपमा हेरिन्छ। संसदभित्र उनले राष्ट्रिय मुद्दा, सुशासन र व्यवस्थाको सीमाबारे स्पष्ट र तार्किक ढङ्गले कुरा राख्दै आएका छन्। भावनात्मक नाराभन्दा विचार र सिद्धान्तलाई प्राथमिकता दिने उनको शैलीले राप्रपालाई गम्भीर राजनीतिक विकल्पका रूपमा उभ्याएको छ। यसैगरी ज्ञानेन्द्र शाही राप्रपाको जनस्तरको ऊर्जा र साहसी आवाजका रूपमा स्थापित भएका छन्। भ्रष्टाचार विरुद्धको स्पष्ट अडान, निर्भीक अभिव्यक्ति र जनभावनासँग प्रत्यक्ष जोडिने क्षमताका कारण शाही विशेष गरी युवामाझ अत्यन्त लोकप्रिय छन्। उनको सक्रियताले राप्रपालाई सडक, सामाजिक सञ्जाल र आम नागरिकको चासोसँग मजबुत रूपमा जोडेको हो। यी दुई नेतृत्व शैलीसँगै राप्रपाभित्र अनुभवी र वैचारिक रूपमा परिपक्व नेताहरूको उपस्थितिले पार्टीलाई गहिराई दिएको छ। इतिहास, परम्परा र राष्ट्रिय मूल्यलाई आधुनिक राजनीतिक बहससँग जोड्ने यो संयोजन राप्रपाको ठूलो शक्ति बनेको छ। अनुभव र ऊर्जा दुवैको सन्तुलित मिश्रणले पार्टीलाई दीर्घकालीन राजनीतिका लागि सक्षम बनाइरहेको हो। आगामी दिनमा राप्रपाले आफ्नो स्पष्ट एजेन्डालाई अझ व्यवस्थित नीति, बलियो सङ्गठन र जनमुखी कार्यक्रम मार्फत अघि बढाउने तयारी गरिरहेको छ। विचारमा दृढ, नेतृत्वमा स्पष्ट र मार्गमा आत्मविश्वासी देखिएको राप्रपा आज केवल व्यवस्था विरोधी दल मात्र होइन, वैकल्पिक राष्ट्रिय राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने दिशामा अघि बढिरहेको छ। पहिलो पार्टी भन्छ कि मान्छे मात्रै भ्रष्ट छैन, ती भ्रष्ट मान्छेहरूले ल्याएको व्यवस्था पनि भ्रष्टाचारको कारक छ। यो व्यवस्थामै परिवर्तन नगरिकन, व्यवस्थामै सुधार नगरिकन, व्यवस्थामै हिट नगरिकन भ्रष्टाचारको अन्त्य हुनेवाला छैन। देश झन्झन खतरातर्फ गइराखेको छ।